हेलो नमस्ते सम्पूर्णमा म अनुषा फेरि तपाईहरुलाई लिएर आएको छु। यहाँ भइरहेको छ जिटिए आइडल गिद्ध पहाड 29 नम्बर समष्टि खरसाङको जिटिए आइडलको अडिसनको लागि प्रथम जिटिए आइडल जुन चाहिँ हुन गइरहेको छ त्यहाँनेर अडिसनको चाहिँ लागि चाहिँ यो मिटिङ भइरहेको छ हैन। यहाँनेर चाहिँ म कतिवटा कुरा बुझ्दै पनि छु, कतिवटा कुरा ब्ल्याङ्क पनि हुँदैछु, कारण मलाई एमसी को भार दिनुभएको छ हैन। जिटिए आइडलको लागि प्रथम गायन प्रतियोगिता हुन गइरहेको छ जहाँनिर नेपाली गीतहरू मात्रै गाउनु पर्ने छ। जो नेपाली पनि हाम्रै दार्जिलिङ भेगबाट जति पनि आर्टिस्टहरू हुनुहुन्छ उहाँहरूले गीत गाएको हैन। यहाँनिर मैले गाडी पर्खिरहेको छु। सेन्ट अल्फन्समा भएको थियो हैन 20 तारिक अप्रिलको दिन मैले गाडी पर्खिरहेको छु। तलबाट हिँडेर आउँदा चाहिँ पुरा गरम, अन्त म अल्फन्स पुगेँ। यो थियो अल्फन्सको सेन्ट अल्फन्सको क्लास 12 साइन्स जहाँनिर चाहिँ डाइनिङ हल बनाउन आँटेको छ हैन। जहाँनिर चाहिँ म बसेर चाहिँ पहिलाको कुराहरू याद गर्दै थिएँ। अल्फन्स पढ्ने ठुलो इच्छा थियो तर पाइनँ हो। तर पनि अल्फन्ससँग धेरैवटा कुराहरू मतलब छ अब मेमोरीहरू हैन। यति बेला चाहिँ 9:30 भएको थियो बेलुकाको हैन। म चाहिँ एकदम झुल्दै थिएँ। मलाई चिया अफर गर्दै थियो, चिया चिनीको चिया खादिनँ भनेर भनेको थिएँ, तर यस्तो निन्द्रा लागेको थियो। अब यो चाहिँ बिहान हो, अब 20 तारिक अप्रिल हैन, जहाँनिर चाहिँ अब जिटिए आइडलको लागि चाहिँ म सेन्ट अल्फन्सेस स्कुलमा जाँदै थिएँ। मैले अघि नै भनिहालेँ सेन्ट अल्फन्सेस स्कुल पढ्ने चाहिँ मेरो एउटा सपना थियो जो चाहिँ पुरा हुन सकेन। तर आज म यहाँनिर जिटिए आइडल अडिसन प्रथम अडिसनको लागि चाहिँ प्रथम हैन, दिस इज लाइक लास्ट गिद्ध पहाड 29 नम्बर समष्टि चाहिँ लास्ट अडिसन हो यहाँनिर हैन। त्यहाँनिर चाहिँ मैले मदर मेरीको आशीर्वाद लिँदै आजको प्रोग्राम चाहिँ राम्रो होस् भन्दै यहाँनिर अब तपाईँहरू सबैजनाले चिन्नुहुन्छ। इट डजन्ट निड एनी काइन्ड अफ इन्ट्रोडक्सन। देव्यातम सरले प्रोग्राम स्टार्ट गर्नुभयो, मैले मेरो पालो पर्खिरहेको थिएँ। यहाँनिर चाहिँ जिटिए आइडलको अडिसन्सहरू भइरहेको छ 29 नम्बर समष्टिमा। अन्त श्रीमान वंदी लामाज्यूलाई यहाँ खदा अनि यो सम्बर्धना सम्मान पत्र दिने हामी यहाँबाट विनम्र आग्रह गरिरहेछौँ। वंदी लामाज्यूले आफ्नो अहिलेको जमानामा बुढो भएको आमा बाउ माम मेमीलाई लगेर अन्य जग्गा वृद्ध आश्रममा राख्ने प्रथा नै चलिरहेको छ भने यहाँ वंदी लामालाई म मञ्चबाट भन्न चाहन्छु, म तपाईलाई फलो गरिरहेको छु। उहाँले बुढो भएको आमा अनि मेमे मामलाई उहाँले धेरैभन्दा धेरै माया गर्नुहुन्छ, तसर्थ उहाँ सम्मानको हकदार हुनुहुन्छ। तसर्थ उहाँलाई जोरदार थपडी बजाइदिने यहाँबाट आग्रह गरिरहेको छु। वंदी लामालाई यही भिडियो मार्फत भन्न चाहन्छु, तपाईको जिन्दगीमा जो आए पनि जे आए पनि है, जस्तो मान्छे आए पनि आफ्नो माम अनि मेमे आमा आप्पालाई यसरी नै सधैँभरि माया गरिरहनुहोस् भन्ने बिन्ती टक्राए यही भिडियो मार्फत। मैले तपाईले जुन दिन हेर्नुहुन्छ यो भिडियो यो सुनिदिनु होला। हजुरहरूले धेरै परिश्रम गर्नुभएको छ। जतिजना पनि बिहान छानिनु भएन, तपाईहरुको परिश्रम पनि उत्तिकै हो। अझै पनि भविष्यमा हजुरहरूले परिश्रम गर्नुहोस्। हाम्रो निर्णायक मण्डलीहरूले भन्नुभएको चाहिँ हाम्रो जुरी मेम्बर्सहरूले लगातार हजुरहरूलाई भन्नुभएको छ प्र्याक्टिस गर्नुहोस्, रियाज गर्नुहोस्, रियाजमा दम छ र भविष्यमा यस्तो कार्यक्रमहरू अनुज सरले टाउको हलाउनु हुँदैछ। निश्चय पनि धेरै धेरै यस्तै कार्यक्रमहरू हुँदै जान्छ र ती कार्यक्रमहरूमा आज जसले जित्नुहुन्न उहाँले जितेको हामीहरूले देख्न पाऊँ। हाम्रो लागि आज जति पनि प्रतियोगीहरू भाग लिनु भएको थियो उहाँहरू सबैजना नै हाम्रो लागि विनर हुनुहुन्छ। अनि म कार्यक्रमलाई अलिकति तन्काउँदै म यहाँबाट मेरो सिनियर दिदी सबिना गिरी दिदीलाई पनि मञ्चमा निम्ताउन चाहन्छु, कारण उहाँले फोन मार्फत भए पनि या ब्याक स्टेज घरि बिचरा एकरै आइरहनु भएर मलाई सिकाइरहनु भएको थियो। यस कुरालाई म नकार्न सक्दिनँ, त्यसै कारण म दिदीलाई मञ्चमा Okay, and the winner is Anusha. म त केटीले नै जितोस् भन्दैछु, म त केटीसँगै बस्छु। दिपेन्द्र हुनुहुन्छ, सुभाष हुनुहुन्छ, अनिल हुनुहुन्छ, तेन्जे हुनुहुन्छ, अनुष्का हुनुहुन्छ, and the winner is 1 2 3 and the winner is Anil Kake. ठुला मंचहरू
कन्सर्टहरूमा हजुरहरूले आफ्नो प्रस्तुति दिइरहनुहोला भन्ने हामी अपेक्षा गर्दै यस्ता ठुला ठुला म्युजिकल कन्सर्टहरूमा हजुरहरूको प्रगति हामीले हेर्न पाऊँ, हामी विटनेस गर्न पाऊँ अनि हामी दुवैजना सञ्चालक अनि सञ्चालिका साथै 29 नम्बर समष्टि खरसाङ हामी यही नै अपेक्षा गर्दछौँ। अब म आग्रह गर्दछु हाम्रा 4 जना प्रतियोगीहरूलाई यहाँनिर सम्मान मेमेन्टो प्रदान गरिदिन हुन भनी अहिले भने म छु गिद्ध पहाड 29 नम्बर समष्टि खरसाङको जिटिए आइडलको बोलाउँदैछ ऊ आन्टीले बोलाउनु विनरसँग छु म अहिले यहाँ हात गरी देखिहाल्नु भयो होला प्रतिभा परिवारको बहिनीहरूले एकदमै दामी डान्स गर्नुभएको थियो होइन। अनि यहाँनिर चाहिँ म जिटिए आइडलको गीत गाउनु नसके पनि ट्रफी त पक्रेर फोटो खिच्नु पाएँ नि त। अनि यहाँनिर चाहिँ सबिना दिदी है मलाई जहिले पनि एन्करेज गरिरहनुहुन्छ दिदीलाई थ्याङ्क यू। यहाँनिर चाहिँ हामी दिव्यतम सर म अन्त जिटिए आइडल अन्तखेरि सुकराज दादा अनि यो चाहिँ राति यस्तो दामी ड्रेस लगाएपछि फोटो सेसन त हुनु पर्यो भनेर अनि यहाँनिर चाहिँ मेरो रेस्पेक्टेड सर दिव्यतम सरसँग एउटा सानो मिठो फोटो। अनि यहाँनिर मामा है मुटु जलिरहेछ तिम्रो तस्विरले भन्ने गीतहरू गाउने मामा एकदम माई फेभरेट हो। अन्तखेरि यहाँनिर म स्वाङ पार्दै यो क्लिप चाहिँ मलाई स्पेसली मलाई काकीले दिनुभएको थियो आजको प्रोग्रामको लागि। थ्याङ्क यू फर द ब्युटिफुल क्लिप, मलाई साह्रै मन पर्यो यो क्लिप चाहिँ होइन। अन्तखेरि यहाँनिर चाहिँ आइएम इन लभ विथ माई ब्याङ्गल्स जो दिनभरि बजिरहेको थियो, एकदमै खुसी लाग्यो। थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू फर दिस ब्युटिफुल फोटो आशिष दादा, थ्याङ्क यू।